सुन्नुहोस् हजुर, सफादो नेमार दोस्तावेज ब्राजिल भाइ गानेर आँखो पान्दो मन्दो हजुर। हौ काइसा यसको त साँच्ची नै कुल बिग्रे जस्तो छ त हौ। यसले त साउथ इन्डियन भाषा सिकेर आयो कि क्या हो? त्यही त। के को कुल बिग्रिन्छ हजुर? यो त ब्राजिलियन भाषा हो। ब्राजिलियन भाषा? त्यो ब्राजिलियन भाषामा त्यो भनेको चाहिँ क्या हो? अब ब्राजिलियन भाषामा के भन्नु खोजेको हो भने नि हजुर, म चाहिँ नेमारको फ्यान हो। अन्त यसपालिको वर्ल्ड कप चाहिँ ब्राजिलले जित्छ भनेको हजुर। फेरि अस्ति नेमार नखेल्दाखेरि झन्डै मरेकोले जित्यो हजुर। त्यही भएर नेमारको बदली म खेल्नु जाने हजुर यसपालि। हौ काइसा हाम्रो गाउँमा त सबै पो खतरा भइसकेछ त हौ नि। कसै ब्राजिलियन हरे, कसै अर्जेन्टिनियन हरे। यिनीहरू त यति मात्रै कहाँ हो त, भाषा नि त सबै सिकिसकेछ। खतरा रहेछ त हौ यिनीहरू त। म त खतम त काजी नै पो देखेँ। न त्यसकोमा जर्सी छ, न त्यसको टिम छ, न काजीले भाषै सिकेको छ। के हेर्छ वर्ल्ड कप बित्थामा। तिमीले के सोचेको छौ बुढो? म पनि काजी हो, म काजी। म पनि फ्यान हो, तर देशको होइन, फुटबलको फ्यान हो, फुटबलको होइन। त्यही त, उसले फुटबलको भाषा त सिकिसकेको छ भनेर सुनाइदियो त काइसा। टुक 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 ढ्याक छ्यार। ज्याक्ने त्यस्तो पनि हुन्छ कहिले भाषा? क्या हो त्यो टुङ ट्याङ छिर भनेको चाहिँ?